विश्वासमा बाइबल समय हामीले कति दिन्छौँ, अध्ययन मण्डलीलाई कति समय दिन्छौँ हो यो कुरा चाहिँ। अनि जबको कुरा आउँछ। अनि चट्टान भनेको के हो, ढुङ्गा भनेको के हो भन्दाखेरि त्यो चट्टान चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्टलाई हामीले कसरी चिनेका छौँ त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो। अब हामी हिँड्दै गर्दाखेरि अनि कति समय चाहिँ येशू ख्रीष्टको पिक्चरहरू नआउन सक्छ, तर चट्टान भनेको चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। हामी हिँड्ने भनेको चट्टान भनेको येशू ख्रीष्टमा हो। हाम्रो विश्वास भनेको चाहिँ येशू ख्रीष्टमा हो। त्यो भएर येशू ख्रीष्ट आफैले पनि पत्रुसलाई चट्टान भनेर पत्रुसलाई भन्नुभयो। अनि त्यो चट्टान भनेको चाहिँ उसले येशूमा चाहिँ एकदमै नजिकतामा विश्वास गरेको थियो। भनु इन्कार पनि गर्यो, फेरि उसले 3 चोटि होइन, हामीले त्यो पढ्छौँ। त्यसरी इन्कार गर्यो, त्यसरी माछा मार्न पनि जान्छ, पहिलाको इन्कार पनि गर्छ। अनि पानीमाथि पनि उसको विश्वास भएको कारणले यसो पानीमाथि हिँड्दाखेरि ऊ चाहिँ के अरे पानीमा पनि टेक्दैन, मतलब डुब्छ, हरेक कुरा।